अब ठिक्क वजिरबाट यस्तो राम्रो भएन ल त झिक्नु पर्यो त खै ए ल अनि तँ झिक्न बस अहिले ठुलै यो त गाह्रो छ नि सेलाउँदैन गाडी उतारेर लैहाल्नु एउटा झुम्रो लिएर आफूलाई ल बिफो पातलो पो होला चाहिँ मलाई त हुँदैन नि त त्यो पदरा पातलो बनाउनु होला क्या हालेर लाने हुँदैन अरे यो ठुलो छ अलि हात पोल्दैन क्या भाउजूले अब सही हुन्छ ल चाहिँ कसै रात आयो कि समूह चाहिँ कहाँ लिएर आयो अब हाम्रै समूहमा बनाउनु पर्छ क्या यहीँ मजाले बनाउनु निकाल्न पर्ने हो कि मिलेन नि तातो होला पड्किया थियो हिजो हात अलिक पड्किन्छ कि भाउजू हो त्यता त होइन भाउजूले राख्न पाए हुन्थ्यो भाउजूलाई अप्ठ्यारो भयो क्या आसी हो अलिकति अल्गो चाहियो कि तँ भाउजूलाई बस्न अलि अर्को चाहियो कि जस्तो छ ठाउँ हो ल्याइदेऊ केही म बस्नलाई यो मुढा ठुलो अल्गो हुँदैन ल
एउटा टेप्ची लिएर टेप्चीमा राख्नु त पिठामा निउरो झिक्दाखेरि सहिले हुन्छ कि हिजो त पुरी एउटा टेप्ची ल्याएर त यहाँ गरे जस्तो यहाँ राख्यो अनि सहिले हुन्छ नि त निस्किनु पर्दैन सहिले हो त्यो तातो तेल पिठो हाल्दै हुन्छ नि त भाउजू बना पिठो छ त उ ल खोइ यहाँ हाल्दै हुन्छ त्यो हाल्दै गएर कस्तो भा हो यो अलि भा अब यहाँ त आगो मिल्दैन कहिले होइन अहिले त तेल तातै छैन यो आगो बाल्ने रोटी भित्री तरिका हैन त्यहाँ तो भाँडै दिनु त्यो भाँडा मलाई ल्याउनु है यहाँ पिठो बनाउनु पर्यो नखोल्याउनु न त्यसैमा हुँदैन त्यसो त यहाँ सक्नु पर्यो नि त त्यो भाँडा यता ल्याउनु म बनाउनु हात पनि पोल्छ यहाँ ढपक्क लाउनु चाहियो तले हुँदैन कइन छ होला हुन्छ अलिक कुरो खराउने दिन नआतिनु है सेतो नहोला सेतो नहोला कसरी राख्नु तिनले पनि छैछ पोलो भन्दाखेरि यारे भने यो चाहियो यता यता म आयो सहिले हुन्छ ढुङ्गा बनाउने त हुन्छ नि चाहियो कि अर्को त्यो छिनो त्यहाँ बनाउनु पर्यो पानी आइज मेरोमा हाल्नु मात्रै हाल्दैन बना मेरो राम्रो त्यो राखेर हात पोल्छ एउटा माथि सार्नु तर ढुङ्गो चाहिँ अझ अर्को पनि चाहियो लाग्छ त्यो नि हाल्नु पर्यो लाग्छ फुटो हिजो पड्के त्यही होइन त्यो मिलाएर चाहिँ आउँछ एउटा उता अनि यता छेउमा एउटा हो टाढा राख्नु पर्यो पहिले भयो त मुढामा तपाईँलाई भने बाको हात दुखे त्यो निउरिँदाखेरि यस्तो बाउनिन्छ है सबै त्यो बसेर हेरिदिन्छौ काम कोही गरिदिने होइन गर्ने यहाँ बच्चा बाबु बच्चा होइन म अब यहाँ कपडा फेर्नु त्यो दुई बजी बाटै गरिराखे भाउजू यसो गर्नु न यो राखेर यसो राखेर ए साथी पुतियाडा झिक्नु भाउजू यहाँ सहिले देखियो त मलाई बाटाले सही बाटामा त्यसै ठाउँ छ नि त दिदीले खडाइदिन्छु म मैले भने बाटालाई त्यहाँ राखेर बाटाको माथि मान्छे पछि कुरा भयो मिलाइ भाउजू चितुङ राखे है त भाउजू चितुङ गरेर कति बस्यो आगे है आगो मान्छे
म त त्यहाँ पुगेपछि तँ स्कुल चल्या हुन्छ फर्काए मैले बुझ्ने फेरि फर्कायो भने फर्का छैन मैले यो फर्का हैन यहाँ धुवाल देखे हैन नमले अनि आगो फेरि धेरै हुँदैन कस्तो खाएर आयो त अहिले हेर धुवा यो ओइ खारियो नि ओहो धुवा आगो ठुलो भयो के आगो ठुलो भयो खारियो निकाल्नु पनि छ एउटा दाउनु अनि कस्तो मिलिरहेको है ताई फेरेपछि फेरि मिलाउनु पर्छ एकछिन टाइम सबै ठिक्क मिल्नु पर्ने कान्छो अनि अफिस जाने खाना के होला खाना खाना जे खान्छ त्यही खान्छ पका खानामा उता गएर खा जानु उता पका होला उता पका खा उता गएर खा जानु कति जाम भने कति बज्यो फर्काइदिए है मैले जम्मै राम्रो बनाइरहेको राम्रो छ ठिक्क भयो नि सबै खाइ नहुने त हो त्यही नि आगो धेरै भएको क्या चाहिँदैन अहिले हाल न हाल्दैन डढिहाल्छ अलिअलि हालेपछि हो त्यस्तो भयो फर्काइदिउँ ठिक्क भयो किन्ने ओर्ने गरेर हामीले यत्रो ठुलो फर्काइदिउँ अब फेरि दाउरा यसो अलिअलि विचार मिलाएर सुन्न नि म भाउजूको त्यहाँ आइटम यसो अहिले अलिक मिलाउनु झिक्ने बेलामा चाहिँ फेरि अहिले उता गएछ भाउजू म त्यस्तै भयो अब हुन्छ आगो मिल्दै दाउरा यसो उता मात्र सुन्न म यसलाई उता चाहन्छु भाउजूले आएदेखि होइन भरियो बाटा त्यही चोटा लाग्यो बाटा नै पाइदिनु हो यो झिम हाल्दा फेरि चाहिसक्यो ओइ खोइनु बाटा यही छ कन्टीमा एम जति नाङ्लामा हाल्दै नि हुन्छ धेरै नखराउ धेरै फर्काइहाल्नु पर्ने रोटी पनि अलि फराकिलो भयो गोरा उठेरै खारियो हाल्छ है खारियो मिल्दैन यहाँ भर्खरै बसाएर खायो मिल्दै आइरह अघि कस्तो एक नाकको दाउरामा त के के मिलाउनु पर्यो दाइमा झन् फर्काइदिइहाल्यो हुन्छ तेलमै डुब्छ फर्काइ पनि पाल्नु हुन्छ क्या
नरम बनाउँछ आगो निम्ला हो तेलमा डुब्छ पुरै पाक्छ भिडियो चाहिँ राम्रो भयो आगो नराम्रो भयो यो ठुलो चाहिँ त्यहाँ दिदी रोड डाँडा आगो एकछिन बस्छ त्यहाँ आगो बलेपछि फेरि के फेरि ऊ त्यो कराईले भेट्लाने हात नारीमा कुर्सीमा बगाएर त्यसलाई फटिदिनु न नपाकेर बिस्तार जोडा घुमाउनु पर्दैन कि एउटाले बिस्तार गर्नु उठ्ने पर्ने परेछ साह्रै खोजी भइहाल्छ यस्तो त्यो कराईले चाहिँ नारीमा भेट्छ है जस्तो लाग्यो मलाई कस्तो लाग्यो भने फोको उठिहाल्छ लाइभ गरे
अहिले त 42 मा कुर्सीमा राख्ने उनी जानु अब छोरी। बन्छ नि अहिले हुनु फेरि अलिक बढी भयो होइन मिलेन नि क्या अब। पश्चिम दाउरा चाहिँ क्या हो काइटाको भएर आगो मिलेछ के कसैको नि परे छैन भइरहेको के को मैले भने रोटी बिग्रियो भने के होइन यस्तो राम्रो भएको कसले नै बिग्रियो कोही कोही अब यहाँ धुवा छ त्यसमा कहिले हुन्छ अहिले झन् त्यो बिग्रिएको यस्तो राम्रो भएको तपाईँलाई कोही कोही यसो ढल्किँदा एउटा ढल्किन नि हुँदैन मलाई त अचम्म गएर थियो नि त हाम्रो फेरि एउटा ढल्किँदा बिचमा लागिहाल्छ लाग्छ मलाई त अब खाने मान्छेले उठ्नु भनेर सोच्नु कस्तो ढङ्गा भागा रहेछन् भन्न न है यहाँ हुन कहीँ ढङ्गै चाहियो होला अचम्म छ अब हामी ठिक्क लेभलमा आयो चाहिएसम्म ढङ्ग निकाल्नै पर्छ नचाहिएर जानेसम्म गरेर जानेसम्म हुन चाहिँ आगो मिल्दैन के फेरि सबै अब ठिक्क अलिअलि गर्नुपर्ने मतलब है अहिले सन्त भयो होइन सूर्य हुन्छ नि त्यो त्यो चाहिँ फोरको बनाएर छोडिदिनु न बिराउँछ होइन अनि बिल्ला ढिला हुन्छ पारेको भात पाकेको छैन मलाई ढिला हुन्छ ढिला हुन्छ बनाएर आमाले सोध्दा होइन छिटो गरौँ गरौँ त खाना खाना बनाएर खाने फेरि फेरि त मजा आउँछ त्यही त थाहा छैन नि त अनि यसो फोन गरेर भन्यौ न आज सुटले गरिन्छ नि त न त नि अहिले बिग्रियो छैन भनेर गरिन्छ अब अफिस टाइम त पुग्नु पर्यो यहाँ दुर्गा दिदी थाहा गराउनु त त्यसो गरी पकाउनु परिवार हालेर रोटी सानिहाल्ने हो नि त त्यसलाई खेलाइरहने हो आदित्य नि आइछ अजय ओए खाना छिटो बनाउनु भनेर भन्छ खाना छिटो बनाउनु दिदी आउनु त दुर्गा दिदी भन्नु खाना आउने दुर्गा दिदी आउनु छिटो बनाउनु तिमी अनि यहाँ के गरेर बस्छौ त राम्रो भयो पानी चिया पन्जा लगाएर मिल्छ त अर्को पन्जा हुन्छ नि पलाठीको हुन्छ त्यही पनि त्यस्तोमा गर्ने नि पन्जा लाउने होइन हो पिठोमा हात खाँदैन पिठोले पिठोले हात खाने भने कहाँ हात राम्रो हुन्छ आयो सबैलाई गरे हुन त मोबाइल जान्छ नि त सरलाई है